मिनासान कोनिचिवा। आज हामीले यस भिडियोमा चाहिँ अब हामीले तपाईको सन्डे मन्डे पढ्यौं हो, त्यसपछि तपाईलाई मैले काउन्टिङ पढाएँ। अब काउन्टिङ पढाइसकेपछि आज हामीले यो भिडियोमा चाहिँ के पढ्छौं भन्दाखेरि हामीले मन्थ्स पढ्छौं है। अब जुन मन्थ हाम्रो क्यालेन्डर मन्थ भनेर भन्छौं, सो हामीले जनवरी फेब्रुअरीलाई चाहिँ जापानिज भाषामा कसरी पढ्ने भन्ने कुरा आज तपाईलाई पढाउँछु। ल हेर्नुस् त, यसको लागि एकदम सिम्पल छ, तपाईले काउन्टिङ जान्नु पर्यो। हामीले त्यो काउन्टिङको पछाडिपट्टि हामीले के थप्छौं, कामा तेन गा अनि चु। तपाईले काउन्टिङको पछाडिपट्टि गा चु थप्नु भयो भने तपाईको क्यालेन्डर मन्थ हामीले पढ्छौं। ओके ओके, ल हेरौँ है त। जस्तो तपाईको सुरुको महिना जनवरी भनेर दिएको छ है। अब जनवरी भनेको पहिलो महिना हो, हामीले के भन्छौं, एकलाई इची भन्छौं। अनि के थप्नु पर्यो, गाचु। हेर्नुस् त, इची गाचु भन्यो भने यो के भयो, इची भयो। अनि के थप्नु पर्यो, गाचु। यो भनेको के भयो, जनवरी भयो है। एकलाई इची भन्छ, पछाडी के थप्नु पर्यो, गाचु थप्नु पर्यो। त्यस्तै गरेर फेब्रुअरी भन्नु पर्यो के भन्नु पर्यो नि त, यो नि भयो। अनि के गर्नु पर्यो, कामा तेन गा अनि चु। यसलाई के भन्नु पर्यो, नि गाचु भनेको फेब्रुअरी। हेर्नुस् है, काउन्टिङको पछि गाचु थप्यो भने हाम्रो के हुँदो रहेछ, क्यालेन्डर मन्थ। अब मार्च भन्नु पर्यो नि, मार्च भनेको तेस्रो महिना हो कि हैन, यसलाई के भन्नु पर्यो, सान अनि गाचु। हेर्नुस् त, सान गाचु भन्यो भने के भयो, मार्च भयो। अब ध्यान दिनुपर्ने कुरा, हामीले मन्थ्स पढ्दाखेरि चाहिँ यहाँ चाहिँ फरक छ है, याद गर्ने। अप्रिलमा हो, अप्रिललाई चाहिँ हामीले के भनेर भन्छौँ, योन गाचु भन्दैनौँ, योन ठाउँमा सी आउँछ। ओके, अनि यो के भयो, कामा तेन गा अनि यो के भयो, चु। यसलाई के भनेर पढ्छौँ, सी गाचु। धेरैजसले यहाँ मिस्टेक गर्नुहुन्छ है, याद गर्नु होला। यहाँ धेरैजनाले योन गाचु लेख्नुहुन्छ, योन गाचु होइन, के भन्नु पर्ने छ, सी गाचु भन्नुपर्छ। ओके, त्यसै गरेर मे भन्नु पर्यो के भन्नु पर्यो, गो अनि के भन्नु पर्यो, कामा तेन गा अनि चु। हेर्नुस् त, गो अनि के भयो, गाचु। गो गाचु भनेको के भयो, मे। त्यसै गरेर जुनलाई के भन्नु पर्यो, छैटौं महिना हो, रोकु भन्नु पर्यो। अनि यहाँ के लेख्नु पर्यो, गाचु। हेर्नु त, रोकु गाचु भनेको के रहेछ, तपाईको जुन भयो। ओके, त्यस्तै गरेर जुलाईमा पनि फरक छ, याद गर्नु पर्यो हामीले। ओके, अब हामीले काउन्टिङमा के पढाएको थियौँ, याद गर्नु त। हामीले काउन्टिङमा के पढाएको थियौँ, नाना र सिची भनेर पढायो कि। यहाँ के आउँछ, सिची। अनि तपाईको यहाँ के हुन्छ, गाचु। सिची गाचु के भन्दो रहेछ, सिची गाचु। त्यही भएर यो फरक भयो है। नाना गाचु, धेरैजनाले के भन्नुहुन्छ, नाना गाचु भन्नुहुन्छ पढ्ने बेलामा, त्यो नभन्दा के भन्नु पर्यो, सिची गाचु। अब अगस्तमा के भन्नु पर्यो, हाची। अनि तपाईले के भन्नु पर्यो, गाचु। हेर्नुस् है, हाची भयो अनि के थप्नु पर्यो, गाचु, हाची गाचु। त्यसै सेप्टेम्बरलाई पनि हेर्नुस् है, यहाँ पनि फरक छ। सेप्टेम्बरमा यसलाई हामीले के भन्नु पर्यो, कु अनि गाचु। हेर्नुस् है, सबैजना क्यु गाचु भन्नुहुन्छ, यहाँ के हुँदो रहेछ, कु अनि गाचु। कु गाचु भनेको सेप्टेम्बर भयो। त्यस्तै गरेर हेर्नुस् त, अक्टोबर भनेको 10औं महिना हो कि हैन, 10लाई काउन्टिङमा के भन्छ, जिउ भन्छ। अनि गाचु राख्नु पर्यो है। ल त, यसलाई के भन्दो रहेछ, जिउ भनेको 10 भयो, पछाडी के थप्नु पर्यो, गाचु, जिउ गाचु। अब नोभेम्बर भनेको 11th मन्थ हो कि हैन, 11लाई काउन्टिङमा के भन्छ, जिउ इची। ओके, यसरी लेखौँ, सीमा तेन जी, जिउ भयो अनि इची भयो। अनि के थप्नु पर्यो, गाचु। हेर्नुस् है, जिउ इची भनेको 11 हो, अनि पछाडी गाचु थपेपछि के हुँदो रहेछ, नोभेम्बर, जिउ इची गाचु। त्यस्तै गरेर डिसेम्बरलाई जिउ भयो अनि नि भयो, अनि के थप्नु पर्यो, गाचु। हेर्नुस् त, जिउनी भनेको 12 हो, अनि गाचु थपेपछि के भयो, जिउनी गाचु। हेर्नुस् है, यसरी चाहिँ हामीले काउन्टिङको पछाडी गाचु थपेपछि हाम्रो के भन्छ, क्यालेन्डर मन्थ पढ्न सक्छौँ। ओके, सजिलो छ। तपाईले काउन्टिङ याद गर्नु पर्यो, इची, नि, सान, योन नआएर सी आउँछ। गो, रोकु, नाना नआएर के आउँछ, सिची आउँछ। हाची, क्यु, क्यु नआएर के आउँछ, कु आउँछ। अनि जिउ, जिउ इची, जिउनी। हेर्नुस् त, यही काउन्टिङको पछाडिपट्टि हामीले गाचु थप्यो भने के भन्दो रहेछ, यो चाहिँ हाम्रो क्यालेन्डर मन्थ भन्दो रहेछ। तपाईले महिना पढ्ने बेलामा याद गर्ने कुरा भनेको चाहिँ अप्रिल, जुलाई अनि सेप्टेम्बर। अप्रिललाई के भन्छ, सी गाचु। जुलाईलाई सिची गाचु। सेप्टेम्बरलाई कु गाचु। यति तीनटा कुरा याद गर्नु पर्यो है त। ओके, हामीले काउन्टिङको पछाडिपट्टि गाचु थपेपछि के भन्दो रहेछ, त्यो तपाईको क्यालेन्डर मन्थ्स भयो है त। ओके, अब हामीले जनवरी फेब्रुअरी पढिसकेपछि अब हामीले यसमा के पढ्छौँ भन्दाखेरि तपाईको क्वेसन, तपाईलाई यसबाट के क्वेसन सोध्छ, इन्टरभ्यूमा के सोध्छ भनेको तपाईले यो पढिसकेपछि के कुरा जान्नुपर्छ भन्ने कुरा तपाईलाई म यहाँ डिस्कस गर्छु। ओके, ल हेर्नुस्, यहाँ 3टा लाइन दिएको छ।
एउटा यहाँ लेखेको छ ओड लेखेको छ, म यसलाई कपी गरिदिन्छु। तपाईँको यहाँ लेखेको ओड भनेको सेनगेचु भनेको छ, है ल हेर्नु त, सेनगेचु भनेको छ यहाँको ओड हेर्नु होला। ओके, अनि यहाँ अर्को ओड दिएको छ, के दिएको छ, कोनगेचु भनेर दिएको छ। के दिएको छ, कोनगेचु। अनि यहाँ के दिएको छ, राईगेचु। तपाईँले पहिला तिनटाको मिनिङ के थाहा पाउनु पर्यो है। ल हेर्नुहोस् त, ल हेर्नुहोस् है, सेनगेचु, कोनगेचु र राईगेचुको मिनिङ के त थाहा हुनु पर्यो। ल हेर्नुहोस् त, यो सेनगेचु भनेको चाहिँ यो सेन भनेको प्रिभियस भनेको भनेपछि योभन्दा अघिल्लो महिना कुन हो भनेर, सेनगेचु भनेको के हो, यो प्रिभियस भयो। अनि गाचु गेचु भनेको के हो, मन्थ हो। भनेपछि प्रिभियस मन्थलाई के भन्छ, सेनगेचु भन्छ है। ओके, गाचु अथवा गेचु भनेको महिना हो। हामीले गाचु भनेको क्यालेन्डर मन्थमा युज गर्छौँ र बाँकी अरूमा के आउँछ, गेचु आउँछ है। हेर्नुहोस् त, कोनगेचु भनेको के भयो, कोन भनेको दिस भनेको, दिस विक, सरी दिस विक भन्न आयो, दिस मन्थलाई के भन्छ, कोनगेचु। यो के भन्नु भयो त, यो भनेको नेक्स्ट मन्थ भनेको आउने महिना। यो राई भनेको चाहिँ आउने, पछि हामीले खान्जी पढ्छौँ, त्यति बेला ओनियमी कुनियमी भन्ने पनि हुन्छ। यो राई भनेको नेक्स्ट हो, अनि मन्थलाई के भन्छ, नेक्स्ट मन्थलाई राईगेचु भन्छ। हेर्नुहोस् त, भनेपछि हामीले तिनवटा कुरा याद गर्नु पऱ्यो है। प्रिभियस मन्थलाई के भन्छ, सेनगेचु भन्छ। के भन्छ, सेनगेचु भन्दो रहेछ। अनि दिस मन्थ अहिलेको महिनालाई के भन्दो रहेछ, कोनगेचु भन्दो रहेछ। नचोक्नु है, कोनगाचु होइन, के हो, कोनगेचु, सेनगेचु। र आउने महिनालाई के भन्छ, राईगेचु। यो तिनवटा वडा याद गर्नु पऱ्यो है। सेनगेचु प्रिभियस मन्थ, कोनगेचु दिस मन्थ र राईगेचु आउने मन्थ। यो तिनवटा क्वेसनलाई के, सरी यो तिनवटा वर्डलाई के गर्नु पऱ्यो, कन्ट पार्नु पऱ्यो है। अन्त कन्ट पारिसकेपछि तपाईँले मलाई यो क्वेसनको एन्सर दिन सक्नुहुन्छ। ल हेर्नुहोस् है, यहाँ ल हेर्नुहोस् के भनेको छ, सेनगेचुवा। ल हेर्नुहोस् है, मैले नेपालीमा पनि रोमनमा पनि लेखेँ, सेनगेचुवा। हेर्नुहोस् है, सेनगेचुवा नानगाचु, नानगाचु देशका। ल हेर्नुहोस् त, सेनगेचुवा नानगाचु देशका भनेको छ। यो भनेको योभन्दा अघिल्लो महिना, प्रिभियस मन्थ, अघिल्लो महिना कुन महिना थियो भनेको। गाचु भनेको के हो, इचिगाचु, निगाचु, सानगाचु भन्नु पऱ्यो होइन, त्यसलाई कुन महिना भन्नु पऱ्यो नि, नानगाचु। याद गर्नुहोस् है, यहाँ गेचु आएको छ, यहाँ गाचु आएको छ। ओके, भनेपछि अघिल्लो महिना कुन महिना थियो। अब यहाँ तपाईँको अझ मैले यसलाई सिम्प्लिफाई गरेँ। यहाँ मैले देश, मेरो पावर पोइन्टमा के रहेछ, यो देश रहेछ। यसलाई हामीले पास्टमा के भन्छौँ, देशिता। हेर्नुहोस् है, एउटा कुरा मैले एक्सप्लेन गरिहालेँ। सेनगेचुवा नानगाचु देशिताका। देशिता भनेको थियो भनेको, यो देश भनेको प्रेजेन्ट भर्ब भयो, देशिता भनेको चाहिँ थियो, पास्ट भर्ब भयो है। त्यही यहाँ पनि मैले के लेखेँ, सेनगेचुवा नानगाचु देशिताका भनेको योभन्दा अघिल्लो महिना कुन महिना थियो भनेको छ। अब आजबाट हाम्रो डिसेम्बर लाग्यो, डिसेम्बर 1 भयो। अब हाम्रो लास्ट मन्थ कुन मन्थ हो त्यो लेख्नु पर्यो। हेर्नुहोस् त, सेनगेचुवा। हेर्नुहोस् है एन्सरमा, सेनगेचुवा। अब नोभेम्बर हो, नोभेम्बरलाई के भन्दो रहेछ, ज्युइची गाचु देशलाई। हेर्नुहोस् है, बुझिन्छ। भनेपछि योभन्दा अघिल्लो महिना कुन महिना थियो, तपाईँलाई इन्टरभेन्ट सोध्नुपर्छ है। सेनगेचुवा के भन्नु पर्यो, ज्युइचिगाचु देश भनेको योभन्दा अघिल्लो महिना के थियो, नोभेम्बर थियो भन्न खोजेको। सरी, फेरि मैले देश लेख्छु, यसलाई के बनाउनुहोस्, देशिता बनाउनु। ल हेर्नु त, अब यो क्वेसन पास्टमा छ, त्यही भएर तपाईँलाई मैले पास्टमै सिकाएँ। ल हेर्नु त, भनेको चाहिँ अघिल्लो महिना कुन महिना थियो भनेको, सेनगेचुवा नानगाचु देशिताका भनेको अघिल्लो महिना कुन महिना थियो भन्यो भने सेनगेचुवा ज्युइचिगाचु देशिता, अघिल्लो महिना नोभेम्बर थियो भन्न खोजेको। त्यसै गरेर सेकेन्डमा जाउँ। यहाँ के लेखेको छ भने त, कोनगेचु। कोनगेचु भनेको यो महिना हो कि होइन, कोनगेचुवा नानगाचु देशका। ल हेर्नुहोस् त, कोनगेचुवा नानगाचु देशका भनेको छ। यो भनेको के भयो, यो महिना कुन महिना हो, यो महिना कुन महिना हो भन्दाखेरि हाम्रो एन्सरमा के भन्नु पर्यो, कोनगेचुवा। ल हेर्नुहोस् त, कोनगेचुवा। अहिले डिसेम्बर हो, डिसेम्बरलाई के भन्छ, ज्युनिगाचु। ल त, कोनगेचुवा ज्युनिगाचु देश। यो महिना के हो, डिसेम्बर हो। हेर्नुहोस् है, कोनगेचुवा, कोनगेचुवा ज्युनिगाचु देश भने के भयो, यो महिना डिसेम्बर हो भन्न खोजेको। ओके, यसलाई म तपाईँलाई नेपालीमा पनि लेख्दिएँ, नेपाली रोमनमा
कोनगेचु वा ज्युनिगाचु देश। यो महिना डिसेम्बर हो भन्न खोजेको है, याद गर्नु त। अब लास्टको क्वेसन छ नि त, राइगेचु वा नानगाचु देशका आउने महिना कुन महिना हो भनेको छ। ल हेर्नुहोस् त, राइगेचु वा नानगाचु देशका, राइगेचु वा नानगाचु देशका भनेको आउने महिना कुन महिना हो भनेको छ। डिसेम्बरपछि फेरि के आउँछ, जनवरी आउँछ भनेपछि हाम्रो एन्सरमा के लेख्नु पर्यो हामीले, राइगेचु वा, हेर्नु त, राइगेचु वा इचिगाचु के आउँछ, इचिगाचु देश भनेको। अब आउने महिना चाहिँ कुन हो, जनवरी हो। जनवरीलाई के भन्छ, इचिगाचु भन्छ। भनेपछि यसको नेपाली रोमनमा के भयो, राइगेचु वा, हेर्नुहोस् है, राइगेचु वा इचिगाचु देश भनेको आउने महिना चाहिँ कुन महिना हो, तपाईँको इचिगाचु। ल हेर्नुहोस् त, यति क्वेसन है। यो पढिसकेपछि यति क्वेसन जान्नु पर्यो, सेनगेचु वा नानगाचु देशका अघिल्लो महिना कुन महिना थियो, सेनगेचु वा ज्युइचिगाचु देशका अघिल्लो महिना नोभेम्बर थियो। कोनगेचु वा नानगाचु देशका अहिलेको महिना कुन महिना हो, कोनगेचु वा ज्युनिगाचु देश यो महिना डिसेम्बर हो। राइगेचु वा नानगाचु देशका आउने महिना कुन महिना हो, राइगेचु वा के भन्छ यहाँ, इचिगाचु देश आउने महिना कुन हो, जनवरी हो। यसरी तपाईँले यो पढिसकेपछि इचिगाचु निगाचु पढिसकेपछि यो तीनटा क्वेसनको एन्सर दिन सक्नु पर्यो। जस्तो तपाईँलाई अहिले क्यो वा नानगाचु देशका आज कुन महिना हो भनेर पनि सोध्न सक्छ। त्यति बेला पनि के भयो, क्यो वा ज्युनिगाचु देश अहिले के हो, ज्युनिगाचु हो। तपाईँले आज कति गते हो पनि भनेर सोधिरहेको हुन्छ, त्यो पनि तपाईँलाई म यसपछिको भिडियोमा गते लिएर आउँछु। ओके, ल आजलाई हामीले यति कुरा पढ्छौँ। यसलाई मजाले बुझ्नु होला, नबुझेको कुरा केही छ भने कमेन्ट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।